नमस्ते नमस्कार सम्पूर्ण साथीहरू, फेसबुकमा जोडिनुभएका सम्पूर्ण साथीहरूमा नमस्ते। आज म समसामयिक विषयमा आज देशको परिस्थिति, देशको विषयवस्तुलाई उजागर गर्दै देशमा भइरहेको समयअनुसारको परिवर्तन, समयअनुसारको विकास, समयअनुसारको एउटा जेनजीको आन्दोलनसँगै परिवर्तनको दिशानिर्देश भएको यस हाम्रो नेपालमा समसामयिक विषयलाई उठाउने प्रयास गरेको छु। मधेसको शिक्षालाई मैले आफ्नो एउटा फेसबुकको माध्यमबाट जोड्ने प्रयास गरेको छु। मधेसको शिक्षाको नीतिलाई, मधेसमा विभिन्न किसिमका शिक्षा नीतिहरू भए तापनि जुन हाम्रो शिक्षा ऐन 2028 को अन्तर्गत शिक्षामा एउटा समयअनुसारको परिवर्तन हुन नसकेको शिक्षा ऐन विभिन्न कालखण्डमा आज पनि हाम्रा सम्मानित शिक्षा मन्त्री सस्मित पोखरेलको एउटा मन्त्री परिषदबाट पास भएको विषयलाई उठाउनु भएको छ, जुनमा तपाईको शिक्षा नीति परिवर्तन गर्नुपर्ने हो, तर यो संशोधन मात्रैको प्रयास भइरहेको छ। कतै न कतै हामी शिक्षा, नेपालको शिक्षा नीति नै कमजोर भएको देखिन्छ। हिजोको परिवेशमा 2008 सालको शिक्षा नीति, अहिले 2028 सालको शिक्षा नीति अहिले पनि हाम्रो देशमा लागू भइरहेको छ। जुन शिक्षा नीति विगतको दिनमा हाम्रा हजुरबाले पनि त्यही शिक्षा नीति पढे, हाम्रा बाले पनि त्यही शिक्षा नीति अन्तर्गत शिक्षा आर्जन गरे र हामीले पनि हाम्रो युगमा पनि आएर त्यही शिक्षा नीति भइरहेको देखिन्छ। समयअनुसारको परिवर्तन नभएको, जस्तै हामी डिजिटल युगसम्म आइसकेका, हिजोको दिनमा हजुरबाले रेडियो प्रयोग गरिरहनु भएको थियो, बुवाहरूले तपाईको टेलिभिजन प्रयोग गर्नुभयो र हामीले आज डिजिटल युगमा आइसक्दा मोबाइल प्रयोग गरिरहेको थियो। एउटा समयअनुसारको परिवर्तनको माग हुन्छ। समयले के भन्छ भने एउटा प्रत्येक कालखण्डमा, प्रत्येक 10 वर्षमा नयाँ युगको, नयाँ सोचको परिवर्तन हुन्छ। तपाईहरू विचार गर्नुभएको छ कि छैन? तपाईहरूको आफ्नो 10 वर्षको माथिको उमेर र 10 वर्षभन्दा कमको उमेरका व्यक्तिहरूलाई हेर्नुहोस्, केही न केही परिवर्तन हुन्छ, केही न केही सोचको परिवर्तन हुन्छ, विचारको परिवर्तन हुन्छ। त्यो सँगसँगै हामीलाई शिक्षा ऐन 2028 अनुसार अहिलेसम्म शिक्षा नीति, शिक्षा नियम परिवर्तन भइसक्नुपर्ने, तर उही साइकल, हजुरबाले साइकल चढाए जस्तो, हजुरबाले रेडियो बोके जस्तो शिक्षा नीति अहिलेसम्म रहिरहेको छ। त्यसैले शिक्षा नीति परिवर्तन हुनुपर्छ, शिक्षा ऐन परिवर्तन हुनुपर्छ भन्ने मागसँगै म आज 2 शब्द यहीँ टुङ्ग्याउँछु। सम्पूर्ण साथीहरूमा जय देश, जय नेपाल।